बाबामा गाउँ छोडे घर छोडे गाउँ छोडे घर छोडे के लायो र आफ्नैले भर छोडे तरी मैले रुफेर एउटा गीत गाइदेऊ न गाइने दाइ मन भुल्छ कि मेरो गाउँ छोडे घर छोडे के लायो र आफ्नैले भर छोडे तरी मैले रुफेर एउटा गीत गाइदेऊ न गाइने दाइ मन भुल्छ कि मेरो एउटा गीत गाइदेऊ न गाइने दाइ मन भुल्छ कि मेरो के रे तपाईलाई अहिले सुगर छ हैन सुगरको कुन लेभल छ कुन कस्तो हो यो सुगर सुगरको लेभल त एकदमै हाई छ अहिले अलिक कन्ट्रोल भएको छ पहिला त 500 प्लस हो अहिले अलिक कम छ एक महिना जति भयो नाप्नु चाहिँ अहिले नापेको छैन यस पाल्पा जाँदाखेरि 568 यस्तै थियो अहिले अलिक कम छ औषधिहरु खाइरहनु भएको छ औषधिको यहाँ हस्पिटलमा गरेको तर औषधिको डोज धेरै भयो भनेर उहाँ बन्द गरिदिनु भएको छ अहिले इन्जेक्सन चाहिँ लगाउँछु बिहान बेलुका इन्सुलिन्स लगाउँछु सधैँ हजुर बिहान बेलुका दिनै इन्जेक्सन हजुर खाना खानुभन्दा अगाडि लगाउनै पर्यो के कहाँनिर लगाउनुहुन्छ म पेटमा लगाउँछु पेटबाट सधैँ हजुर पेटमा लगाउनु पर्छ सधैँ त्यो सुई रोपी गर्नु पर्यो हैन बिहान बेलुका 2 पटक एकै ठाउँ सुई रोपिरहँदा त नि एकै ठाउँमा भन्दा नि यो राउन्डिङमा लगाउनु पर्यो नाइटोको यो वरिपरि चाहिँ लगाउनु पर्छ नाइटोको वरिपरि राउन्डिङ मिलाएर लाउने हजुर त्यही हो दिनमा 2 चोटि सुई रोप्नु सुगर त सामान्य रोग हो भन्ने जस्तो लाग्थ्यो तर सामान्य त हैन छ है धेरै गाह्रो छ सोच्दाखेरि त सामान्य नै हुन्छ तर यो सानो उमेरमा सुगर हजुर खै कसरी भयो थाहा नै कति वर्ष हुनु अहिले 31 मा लाग्यो 30 पुगेर कसरी लाग्यो भन्ने कुरा थाहा नै भएन विदेश हुँदा लाग्यो खानपिन त्यस्तो नमिलेर पनि हो कि हुन सक्छ अब उहाँ अब गर्मी त्यस्तै अब यहाँ अब त्यही अनुसारको काम थियो यहाँ सबै लेबर कामहरु यताउता गरिन्थ्यो हार्ड कामहरु वहाँ गएर काम पनि एकदम नर्मल भइदियो अनि गर्मी त्यस्तै अनि चिसो यताउता खाँदाखेरि चिया खाने अनि बिस्तारै बिस्तारै वेट लस हुँदै गयो हावापानी नमिलेर होला भन्ने सोचेको रे अनि पछाडी त बिस्तारै सुगर भएको रहेछ सुगर भएको रहेछ है हजुर अनि सुगर भइसकेपछि त एकदमै के हात खुट्टाहरु एकदमै दुख्ने पिसाब लागेको लागे पानी प्यास लागेको लागे 20 लिटर पानी त एक दिनमै खाने के त्यस्तो अनि यो खुट्टाहरु एकदमै फर्किने अनि काम गर्ने जागर पनि नहुने त्यस्तो भयो अनि एक हप्ता जति त रुममै सुत्यो अनि 2 वटा एम्बुलेन्स अनि डाक्टरहरु आएर रुमबाटै चेक गरेर लगेर जानुभएको अनि 6 दिनसम्म हस्पिटलमा बस्यो अझ 2 दिन नआएको भए मर्थिस भन्दै हुनुहुन्थ्यो समयमै पुगेछ बाँचियो भन्ने भयो पहिला त एकदमै मोटो घाटो हुनुहुन्थ्यो रे हजुर पहिला त 5-6 वटा पनि बोकिन्थ्यो चामलको बोरा अहिले यस्तो भयो अहिले त 5-10 केजी बोकेर हिँड्न पनि एकदमै गाह्रो पर्छ सक्नुहुन्न हजुर अहिले अलिकति हिँड्दाखेरि पनि थके लाग्छ एकदमै हात खुट्टाहरु एकदमै गल्ने त्यस्तो हुन्छ हजुर धेरै गाह्रो हुन्छ उकालो यस टाढाको बाटो हिँड्न त एकदमै गाह्रो पहिला त झन् बजारदेखि घर जान नि 10 ठाउँमा बस्नु पर्थ्यो अहिले अलिकति फरक परेछ त्यति बस्नु पर्दैन अहिले तपाईको स्वर पनि राम्रै छ हैन एउटा युवा जो यति सानै उमेरमा सुगरको रोगी भएर जिन्दगी आफ्नो एउटा उर्वर जिन्दगीलाई हैन निष्क्रिय बनाएर बस्नुपर्ने अवस्था आएको छ हैन त्यो यो थाहा पाएपछि हैन थोरै एउटा सामान्य एउटा भिडियो बनाएर दर्शकहरुमा आज पनि राखौं तपाईको कलालाई राखौं भन्ने हिसाबले चाहिँ मैले यो भिडियो तयार गरिरहेको छु एउटा फेरि